गरेर आएको छ होला नि त केही माई गॉड मेमोरी ज्याकेटमा मेमोरी हो के छ के हो भला एकदम ठिक छ यार सन्चै हो ठिकै छ भर्खर उठेको ब्लगमा आइपुग्यो त म दाइ नमस्ते चिसोलाई च्यालेन्ज गर्न मन लाग्यो चाहिँ कोला कस्तो होला दागबाट पनि म सिटी हो र हेर त मोमो मामाको कला फेरि लालीगुँरास रेस्टुरेन्टमा चाहिँ आज हामी आएको छौँ तर तपाईँहरूलाई चाहिँ एकदमै मिठो खानाको स्वाद अनि त्यस पछाडि खाजाको स्वाद होइन त्यस पछाडि बस्न राम्रो बस्नको लागि राम्रो अनि कोरियामा तपाईँहरू सेल्टरको खोजीमा हुनुहुन्छ भने चाहिँ यहाँ आएर चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू एनदर भ्लग आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु है अनि आज चाहिँ हाम्रो चाहिँ होलिडेज हो अनि आज होलिडेजको दिन चाहिँ हामी चाहिँ बाहिर निस्किन लागिरहेछौँ म चाहिँ रेडी भइसकेँ है अब साथीहरू पनि रेडी हुँदै हुनुहुन्छ अनि बाहिर आज स्पेसल्ली मेरो साथीलाई भेट्ने प्लान छ सो कस्तो हुन्छ है तपाईँहरू म देखाउँछु सो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ प्लिज सब्सक्राइब गर्न पनि नभुल्नु होला भन्न चाहन्छु है त म चाहिँ रेडी भएर निस्किसकेँ है दाइ नजानु हुने अरे यता दाइ पनि हुनुहुन्छ न्यु दाइ होइन उहाँ चाहिँ नजानु हुने अरे है अनि म चाहिँ लाग्दैछु अब यहाँबाट टक्क लगाएर जुत्ता लगाएर चाहिँ लाग्नुपर्ने हुन्छ यता युनिस भाइ रेडी हो सो अहिले चाहिँ हामी बसमा चढिसकेका छौँ है अब चाहिँ हामी यहाँबाट चाहिँ बजारसम्म हेलो साथीहरू अहिले चाहिँ म ठ्याक्कै यहाँ मामालाई भेट्न आइपुगिसकेको छु मामा चाहिँ यहाँ अस्तिर हुनुहुन्छ 7th फ्लोरमा कुरिरहेको छ दुईजना दाजुभाइ अब हामी उसको पर्खैमा छौँ है होटल लाने हामी बसिरहेछौँ पुरै खतरा भइरहेछ दुईजनाको खतरनाक छ नि हामी धन पनि यहाँ 2 महिना बसेर चाहिँ हामी पनि गएको थियौँ सो अहिले रिमेम्बर भइरहेछ हाम्रो सबै कुराहरू के छ के हो भला एकदम ठिक छ यार सन्चै हो ठिकै छ भर्खर उठेको ब्लगमा आइपुग्यो त म त दाइ नमस्ते ब्लग खिचिरहेको छ मिल्छ नि होइन युनिस ए अन्त Introduction. गरिन्थ्यो पहिल्यैबाट युनिस भाइ छ सँगै बस्ने हो हामी दुईजना भाइ हो कि दाइ हो मेरो दाइ हो कि हो कति वर्ष के जस्तो लाग्छ यसो हेर्दाखेरि भ्लग हो ब्लग त हो त नि बेइज्जत गर्छ तिमीलाई छोड्ने नै होइन नि तिमीलाई अघि मैले भनेको नि त कस्तो छ ठिक छ बस मनोज दाइ भन्दा काम छ कि तपाईँ जेठा होइन हामी बराबर तर यो फुचेस देखिन्छ नि यो भाइ भान्जामा पनि हो एक तरिकाले हेर्नु भने चाहिँ कोरियाको कामले यस्तो मान्छे सिट्टा भइसक्यो अब नबराउनु टिप्पे हुन्छ अब पुरा चेन्ज हुनुपर्छ है त अहिले मोटाउनु यार म त यस्तो छैन जिन्दगी भनौँ न कोरियाको कामले सकाउने ल फाइनली भइसकेको छ मेरो ल मामा म भोलि बोल्छु ल अहिले बोल्दैन हामी मिठो सेक्रेट गफहरू गर्नु छ है सो दाइ के देखाउनुहुन्छ अरे यहाँ दाइले के देखाउने कुरा गरौँ के देखाउनुहुन्छ अरे भन्नु त आफ्टर लङ टाइम पछाडि हाम्रो दाइलाई भेटिरहेको है दाइ चाहिँ पुरै लजाएर बेहुली सर लगिराख्नु भएको छ किन लजाउनु भएको बिचारो नमस्ते गरिदिनु हाम्रो ब्लगमा भिडियो गरिरहेको छु दाइ मेरो भिडियो लगिदिनु प्रमोट ओके एकदम रमाइलो भइरहेछ है ल यहाँ चाहिँ फाइनल्ली मिल्क टी आइसकेको छ हाम्रो चाहिँ होइन स्पेसियली आज अर्कै खान जानु पर्ने है चिसोलाई हामी त अब यस्तो कफी भन्दा अरू चल्दैन हो टेस्टी एकदम जाडोमा चाहिँ एकदम सही रहेछ ल जाडोमा सही हुन्छ सही बसौँ न एकछिन त्यो माथि त्यो बैठेहरूलाई माथि काम लगाएर आउनु ओके अहिले चाहिँ हामी मामा बस्ने रुमतिर लागिँदैछ है कति तला अरे 7th फ्लोर अरे अहिले त बिर्सी पनि सकियो यार कति छ माथि 80-55 नचेन्ज भयो कि के दाइ ल हामी एक अर्काको सब्सक्राइबर बढाउँ है त ओके तपाईँको पनि छ मेरो त मोनिटाइज हुन
मात्रै भिडियो मात्रै भ्युजमा चाहिँ पुग्नु भएको छ। ए ओके ल दाइको चाहिँ के छ युट्युब नेम मेरो चाहिँ मेरै नामको भ्लग छ तर खत्री भ्लग छ कि। दाइको त टिकटक पनि लिफ्टमै युट्युबर भेटाइयो तर मैले भिडियो चाहिँ धेरै बनाएको। यो ब्लगै बनाउनु ओ मन कला देख्ने कला कस्तो होला नाकबाट पनि म सिटी हो र हेर त मोमो मामाको कला फेरि छुट्टै छ नाकबाट सिटी भन्छ ओ माई गॉड त्यो कला कसैको हुन्छ मामाको कला चाहिँ अब मलाई अचम्म लाग्यो यहाँ अब म त कला के हो जुत्ता चप्पलको त यहाँ त व्यापारै छ कि के हो ओ माई गॉड ल पहिला चाहिँ हामी यहाँ बसेर गएको थियौँ अहिले चाहिँ यस्तो रहेछ यस्तो पो रहेछ त यहाँ त ल कहाँ बस्छ तिमी चाहिँ म त यहाँ हुने डर दिएर ओ माई गॉड मेरो मामाको बेड चाहिँ ल यस्तो रहेछ एकजना ऊ बस्थ्यो नि त्यो आत्माराम खोइ के अरे को हातमा र आत्माराम भिग्यो कि के भन्ने ए हो आत्मा अहिलेको वेदर चाहिँ यस्तो छ यहाँनिर चाहिँ अस्ति नेपाल गएर बिहे गरेर आएको छ होला नि त ओ माई गॉड मेमोरी ज्याकेटमा मेमोरी हो ओ माई गॉड बबाल 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 ओके म चाहिँ अब बोल्न निकै एकदम इन्जोय भइरहेछ है अनि आज आफ्नो लङ टाइम पछाडि चाहिँ अपर्च्युनिटी मिलिरहेछ एकदम धेरै खुसी छु है अनि यहाँ बजारहरू देख्न सक्नुहुन्छ ओ माई गॉड ल हाम्रो त अब भेट भइ नै बस्छ कन्टिन्यू हाम्रो त कन्टिन्यू नै हुन्छ प्रायः अब अब यस्तै हो यही एरियामा आउनुपर्छ है तिमी काम छोडेर चाहिँ काम खोज्नु तपाईँले भने सँगै काम पनि गरिन्छ नि के छ र किन हुनसक्छ दुईटा कम्पनीमा एकदम अहिले चाहिँ हामी सर्ट तरिकाले सिजनतिर छौँ हिजो रातिकै ल अहिले राइट नाउको यहाँको चाहिँ सिचुएसन चाहिँ यस्तो छ है किन भिडियो अफ गरेको ओ माई गॉड तिमीले खत्तम गरेछौ नि यो त तिमीले भिडियो गर्नु पर्ने थियो क्या हामीले चाहिँ अहिले हिँड्दा हिँड्दै यो एउटा चाहिँ उपहार पाएको छौँ होइन उपहार चाहिँ के भन्दाखेरि चाहिँ के भन्छ यसलाई यसलाई त उपहारै भनौँ न अमिलो अमिलो एकदम ए नाम भनेको यसको यसको नाम चाहिँ के हो खासमा चाहिँ मलाई चाहिँ थाहा छैन यसको लेमन हो लेमन यहाँ चाहिँ कोरियन आजुमाले चाहिँ एउटा लेमन पनि दिनुभएको छ कस्तो खालको लानु भने इयरफोन यहाँ बस्नु चाहिँ हामीले चाहिँ यहाँ इयरफोन एउटा यो पसल त कुर्नुको त भन्नै पर्छ हेरिरहेको छौँ है पक्कै पनि यो रसियनको पसल हो रसियन हो एकदम 100%। म पनि मान्छे त कस्तो खालको लानु भने कुन क्वालिटीको अलिक हाई क्वालिटी हो कि लो क्वालिटी मिडियम एयरपोर्ट हो ओके के एन्ड्रोइडको लागि कि अहिले चाहिँ यहाँ इयरफोन अनबक्सिङ भइरहेछ कति हो प्राइस चाहिँ 15,000 ओ माई गड ल 15,000को इयरफोन हेर्नुहोस् है यहाँ यस्तो क्वालिटीको छ ल फाइनली यहाँ चाहिँ फुल पनि फुलिसकेछ आमामा दामी छ वरिपरि यस्तो छ है साथीहरू चाहिँ आफ्नै पारामा हेरिराख्नु भएको छ म चाहिँ भ्लग बनाउँदै हेरिरहेको छु होइन ओ माई गड ल बिरुवाहरू चाहिँ यस्तो तरिकाले राखेर रहेछ यहाँनिर यो मसिनो प्याजको अनि प्लस सागहरूको बिरुवा यस्तो छ है माहौल यस्तो छ है हामी चाहिँ घुम्नलाई आएको तर एक्सर्साइज गर्ने ठाउँ रहेछ पुरा एकदम आनन्द तरिकाले ल है खतरा छ है खतरा छ ल ठिक छ यतिको चाहिँ हुनु पऱ्यो कि मान्छेको प्यासन यतिको चाहिँ हुनु पऱ्यो के हो यो कस्तो देख्यो बबाल छ नि यो त अनि लामखुट्टेले भने जस्तो हो त हेयर स्टाइल अनि त्यस पछाडि तपाईँको जिम गरेको स्टाइल है सबै एकदम बबाल छ कि यता दाइहरू पनि व्यस्त तरिकाले हानिराख्नु भएको छ अब म यहाँ म चाहिँ यो सुट गरिरहेको छु है त्यसको तरिका रहेछ नि त यसको पनि होइन ल ल ल ठिक छ म चाहिँ यहाँ चाहिँ भिडियो बनाइरहेको छु अनि आज चाहिँ संयोगवश एकदमै धेरै रमाइलो लागिरहेको छ मलाई चाहिँ होइन अनि लङ टाइम पछाडि यसरी मैले भ्लग बनाइरहेको छु किनभने योभन्दा अगाडि चाहिँ भ्लगहरू बनाउन पाइरहेको थिइनँ
अनि सिचुएसन पनि अलिकति थिएन अनि समय पनि थिएन होइन भ्लगहरू बनाउने। तर आज चाहिँ लङ टाइम पछाडि भ्लग क्याप्चर गरिरहेको छु। मलाई पनि एकदम धेरै एक्साइटेड लागिरहेछ मनैबाट। र मेरो भ्लगमा सबैजना जोडिदिनु होला, माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, साथ सपोर्टको देखाइदिनु होला भन्न चाहन्छु। अनि अब तपाईँहरूलाई चाहिँ म समयले पाएसम्म चाहिँ मेरो भ्लग देखाउने प्रयत्न गर्छु है। अनि तपाईँहरूको सपोर्टको चाहिँ एकदमै धेरै खाएको छ। सो मैले चाहिँ एकदमै धेरै ओ माई गड वेदर चाहिँ भयो क्या आजको मामा माथि इन्टरपोल लाएर समात्छ त केपी मलाई इन्टरपोल लाउन सक्छ त केपी ओलीले राम्रै भन्यो हो त्यो सम्भावना छैन नि त। यहाँबाट केही सिकोस् है के छ खबर आज चाहिँ भ्लग ल भिडियो गरेर के गर्नु त युट्युब छ नि मेरो। अनि सबैभन्दा ल अहिले चाहिँ हाम्रो स्पेसल चटपटे आइसकेको छ है रेडी भएर जाडोलाई चाहिँ ठिक पार्नको लागि चाहिँ हामीले चाहिँ चटपटे खानुपर्ने हुन्छ है। र अहिले चाहिँ मैले ठ्याक्कै भन्नुपर्दाखेरि चाहिँ एकजना सब्सक्राइबर पनि भेटिसकेको छु होइन। उहाँ चाहिँ एकदम पहिल्यैदेखि चिन्जानको हुनुहुन्छ तर आज लङ टाइम पछाडि भेट्दाखेरि एकदम खुसी पनि लाग्यो। अनि उहाँले चाहिँ मेरो युट्युब च्यानलले सब्सक्राइब पनि गरिदिन्छु भन्नुभएको छ। गरिदिनु हेर्ने मात्रै होइन तपाईँहरूले पनि हेर्ने मात्रै होइन माया साथ सपोर्ट चाहिँ गर्नुपर्ने हुन्छ है। देखिँदैन केही जाँदैन होइन। अनि यो लाली गुराँस रेस्टुरेन्टमा चाहिँ आज हामी आएको छौँ। तर तपाईँहरूलाई चाहिँ एकदमै मिठो खानाको स्वाद अनि त्यस पछाडि खाजाको स्वाद होइन त्यस पछाडि बस्न राम्रो बस्नको लागि राम्रो। अनि कोरियामा तपाईँहरू सेल्टरको खोजीमा हुनुहुन्छ भने चाहिँ यहाँ आएर चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँहरूको लागि चाहिँ यो रेस्टुरेन्ट चाहिँ खुल्ला 24 आवर भन्न मिलेन तर तर खासमा भन्ने हो भने चाहिँ मलाई पनि एकदम बेस्ट लाग्छ। किन भन्दाखेरि चाहिँ यो चाहिँ एकदम फारान सिजाङको चाहिँ बबाल एकदम बबाल हो। म कन्टिन्यू आउने गर्छु र तपाईँहरू पनि जसरी भए नि आउनुपर्छ है त। ल अब चाहिँ हाम्रो छुट्ने बेला भइसक्यो है। गफ गफ मिठो भयो जो भेटघाट पनि मिठो भयो। अब चाहिँ हामी छुट्दैछौँ है। होइन नेक्स्ट विक अब नेक्स्ट विक आउँछु म फुल पनि खुल्छ होला। अन्तिममा विषय बताउनलाई त कति कम ल मामा हुन्छ